के तपाईँ पनि जग्गाको एउटा सानो नक्सा लिन दिनभरि नागरिक कार्यालयको लाइन बसेर हैरान हुनुहुन्छ? अब यो झन्झट गरिराख्नु पर्दैन। आज म तपाईँलाई मोबाइल वा ल्यापटपबाटै घरमै बसेर आफ्नै जग्गाको नक्सा हेर्न र प्रिन्ट गर्न बुझाउने छु। नमस्ते साथीहरू, म हुँ तपाईँको प्राविधिक साथी सन्दीप जीसी। हाम्रो यस सन्दीप जी अफिसियल युट्युब च्यानल स्वागत गर्न चाहन्छु। नेपाल सरकारले भूमि व्यवस्थापनलाई डिजिटल बनाएसँगै अब हामीले जग्गाको नक्सा प्रिन्ट गर्न वा जग्गा धनी पूर्जा सम्बन्धी विभिन्न सेवा लिन नापी कार्यालय धाइराख्नु पर्दैन। आजको यो भिडियोमा म तपाईँलाई मेरो किताब पोर्टल प्रयोग गरेर घरमै बसी नक्सा प्रिन्ट गर्ने र अनलाइन निवेदन दिने एउटा सजिलो स्टेप बाई स्टेप तरिका सिकाउने छु। सबैभन्दा पहिले तपाईले अनलाइन बस्नु अघि यी दुईवटा कुराहरू आफ्नो साथमा राख्नुहोस्। 1. जग्गा धनी प्रमाण पूर्जा लाल पूर्जा, यसको स्पष्ट बुझिने स्क्यान वा फोटो 1 MB भन्दा सानो साइजमा। 2. जग्गा धनीको नागरिकता सिटिजनशिप, यसको पनि अगाडि र पछाडिको स्पष्ट बुझिने फोटो वा PDF फाइल र एउटा एक्टिभ मोबाइल नम्बर जसमा नेपाल सरकारको प्रणालीले OTP कोड पठाउनेछ। हजुर साथीहरू, तपाईहरू पनि आफ्नो चाहिँ मनपर्ने ब्राउजरमा आएर तपाईले यहाँ चाहिँ मोबाइल कम्प्युटर है ल्यापटप जे छ त्यसमा आएर तपाईले मेरो किताब भनेर तपाईले सर्च गर्नु होला। हजुर, तपाईले मेरो किताब तपाईले यहाँ सर्च गरिसकेपछि तपाईलाई चाहिँ यस्तो खाली एउटा इन्टरफेस आउँछ। तपाईले यहाँ देख्न सक्नुहुन्छ नेपाल सरकार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय नापी विभागको एउटा वेबसाइट रहेको छ। यहाँ विभिन्न कुराहरू छ है। त्यसमा चाहिँ तपाईँ कोही पनि नभड्किनु, तपाईँले समय छ भने यहाँ हेर्नु होला। यदि छैन भने सिम्पली तपाईँले यहाँ चाहिँ माथि भएको अनुसार विवरणहरू जम्मा गरी सेवा लिने निवेदनको फारम भरी विवरण पेश भर्नुहोस् भनिएको छ। यहाँ तपाईँसँग हुनुपर्ने हुन्छ सर्वप्रथम तपाईँले चाहिँ आफ्नो चाहिँ नक्सा लिनको लागि चाहिँ तपाईले यहाँ सिम्पली देख्न सक्नुहुन्छ। यहाँ चाहिँ जग्गा धनी प्रमाण पूर्जा पढ्न र बुझ्न सकिने 1 MB वा सो भन्दा सानो साइजको जग्गा धनी प्रमाण पूर्जाको स्क्यान कपी चाहिएको छ भनेको छ। साथसाथै तपाईले यहाँ देख्न सक्नुहुन्छ जग्गा धनीको नागरिकता पढ्न र बुझ्न सकिने 1 MB वा सो भन्दा सानो साइज प्रमाण पूर्जा अवस्थित जग्गा धनीको नागरिक स्क्यान कपी भनेको छ है। त्यसपछि तपाईले यहाँ सिम्पली यो सेवा लिनको निवेदनको लागि यहाँ तपाईले प्रेस गर्नु होला र यो तपाईले ट्याब प्रेस गरिसकेपछि यहाँ विभिन्न कुराहरू रहेको छ। नापी कार्यालयमा पेश गर्ने निवेदन दिनको लागि चाहिँ तपाईले अनलाइनबाटै तपाईले यहाँ चाहिँ सेवाको विवरण, जग्गा धनीको विवरण अनि त्यसपछि यहाँ तपाईको डकुमेन्टहरू हाल्न पर्ने हुन्छ। यो चाहिँ सिम्पली चाहिँ मैले चाहिँ तपाईहरुलाई चाहिँ देखाउने छु। मैले चाहिँ सेवा लिने कार्यालयमा तपाईले आफूले कुन चाहिँ तपाईको सेवा लिने कार्यालय हो है, त्यसमा चाहिँ तपाईको चाहिँ लाल पूर्जामा हेर्नु होला। तपाईको यहाँ हेरिसकेपछि तपाईले आफ्नो चाहिँ पूर्जाको हिसाबले तपाईको जिल्ला चुज गर्नु होला। मैले चाहिँ आफ्नो जिल्ला चाहिँ चुज गर्न चाहन्छु। साथसाथै त्यसपछि सेवा लिने स्थानीय तह भन्नुभएको छ है। अब तपाईको कुन चाहिँ हो कुनै एक चाहिँ आफ्नो चाहिँ चुज गर्नु होला। र साथसाथै त्यसपछि सेवाको प्रकार रहेको छ। यहाँ तपाईले चाहिँ ध्यान दिन पर्ने हुन्छ। तपाईले नक्सा प्रिन्ट गर्ने हो कि अथवा तपाईले फिल्ड बुक उतार गर्ने हो कि अथवा तपाईले प्लट रजिस्टर उतार गर्ने हो अथवा तपाईले रेखाङ्कनको लागि चाहिँ निवेदन दिने हो, तपाईले चुज गर्न पर्ने हुन्छ। आज चाहिँ हामी चाहिँ नक्सा प्रिन्टको लागि चाहिँ हेर्ने छौँ। सिम्पली नक्सा प्रिन्टको लागि तपाईले यहाँ क्लिक गर्नु होला। र साथसाथै तपाईले यहाँ चाहिँ अब जग्गा धनीको नाम थर भनेको छ। तपाईले चाहिँ नाम थर चाहिँ यहाँ अनिवार्य रूपले राख्न पर्ने हुन्छ। तपाईले यहाँ देखिरहनु भएको छ यो जुन रातो लागेको स्टिक तपाईले देख्न सक्नुहुन्छ। यहाँ रातो लागेको देख्न सक्नुहुन्छ, यहाँ मार्क गरेको यो कुराहरू चाहिँ तपाईले चाहिँ अनिवार्य रूपले चाहिँ भर्न पर्ने हुन्छ। त्यो चाहिँ तपाईले यहाँ चाहिँ जग्गा धनीको नाम भर्नु होला। त्यसैले तपाईको चाहिँ मोबाइल नम्बर अहिले चलिरहेको जुन सिम मोबाइल चाहिँ तपाईले चाहिँ यहाँ राख्न पर्ने हुन्छ, जहाँ चाहिँ तपाईको चाहिँ यो सिस्टमबाट चाहिँ नेपाल सरकारको चाहिँ सिस्टम प्रणालीबाट चाहिँ एउटा चाहिँ OTP आउँछ। त्यो चाहिँ आगामी दिनमा पनि काम लाग्ने हुन्छ। साथै तपाईले यहाँ जग्गा धनी प्रमाण पूर्जा स्क्यान कपी चाहिँ यहाँ तपाईले चाहिँ राख्न पर्ने हुन्छ। चुज फाइल गरेर तपाईले कहाँनिर राख्नु भएको छ, तपाईको पूर्जा भनेर यसरी राख्नु भयो, पूर्जा यसरी अपलोड हुन्छ। अथवा नागरिकता भयो भने तपाईले सिम्पली नागरिकता यहाँ हुन्छ। अथवा अन्य कुनै कागज छ भने पनि तपाईले यहाँ सिम्पली यहाँ अक्षर अपलोड गर्न सक्नुहुन्छ। साथै तपाईले चाहिँ यहाँ नागरिकता नम्बर पनि यहाँ राख्न पर्ने हुन्छ। नागरिकता नम्बर चाहिँ
आफ्नो चाहिँ हेरेर लाल पूर्जामा चाहिँ अथवा नागरिकतामा हेरेर चाहिँ यहाँ तपाईँले राख्नुपर्ने हुन्छ। जस्तो छ नागरिकता नम्बर त्यही हिसाबले तपाईँले राख्नु होला है। कहिलेकाहीँ अब्लिक हुन्छ, अब्लिक भनेको त्यस्तो सिधालाई अब्लिक भन्छ, कहिलेकाहीँ ड्यास भइरहेको हुन्छ है। जे छ त्यसरी राख्न। र जारी मिति भनेको छ नागरिकताको जारी मिति चाहिँ तपाईँले यहाँ राख्नुपर्ने हुन्छ। र जारी जिल्ला तपाईँको नागरिकता जारी जिल्ला गरेको कुन ठाउँबाट तपाईँले चाहिँ नागरिकता पाउनु भएको हो। जस्तै तपाईँको म यहाँ तपाईँलाई देखाउन चाहन्छु। जस्तै तपाईँको यहाँनिर हुन्छ तपाईँको जस्तै यो भयो यो भनेको तपाईँको जारी जिल्ला भयो, नागरिकता नम्बर यहाँ हुन्छ। त्यो जारी गरेको मिति चाहिँ तपाईँको यहाँ अन्तिममा हुन्छ है। तपाईँले ध्यान दिनुपर्ने हुन्छ यहाँ चाहिँ। त्यसपछि तपाईँको जारी जिल्ला यहाँ राखिसकेपछि तपाईँको चाहिँ अब इम्पोर्टेन्ट रहेको छ जग्गाधनी प्रमाणपत्र अनुसार विवरण बल्ल तपाईँले यहाँ चाहिँ राख्नुपर्ने हुन्छ। तपाईँले साविक गाविस नगरपालिका के चाहिँ भएको छ त्यो चाहिँ तपाईँ यहाँ राख्नुपर्ने हुन्छ। तपाईँलाई म देखाउन चाहन्छु। जस्तै तपाईँको यो भयो है, यहाँ चाहिँ विभिन्न कुरा छ। साविक अब यहाँ हेरौँ है। अब साविक गाविस भनेको छ है। गाविस भने तपाईँले चाहिँ यहाँ देख्न सक्नुहुन्छ अग्यौली भनेर तपाईँले यहाँ राख्नुपर्ने हुन्छ। सिम्पली यहाँ राख्नु होला। यहाँ चाहिँ तपाईँले अग्यौली भनेर तपाईँले सर्च गर्न सक्नुहुन्छ, अग्यौली भनेर। अनि त्यसपछि तपाईँको वडा नम्बर छ है। वडा नम्बर तपाईँले कहिले पनि तपाईँले आफ्नो चाहिँ नागरिकता हिसाबले नराख्नु होला। तपाईँले राख्न पऱ्यो भने वडा नम्बर तपाईँको आफ्नो जग्गाको है, किता कुन ठाउँमा छ। जस्तै तपाईँको यो 2 नम्बर छ है, 2 नम्बर छ। यो तपाईँले यो 2 नम्बरै राख्नुपर्ने हुन्छ यहाँ। तपाईँले यहाँ चाहिँ वडा नम्बर 2 राख्नु होला। त्यसपछि नक्सा नम्बर भनेको छ है, तपाईँको 2 क र ख भनेको छ। नक्सा नम्बर चाहिँ तपाईँले चाहिँ एकदमै ध्यान दिनुपर्ने हुन्छ। जस्तै तपाईँको यहाँ देखिन्छ नक्सा नम्बर अथवा नक्सा सिट नम्बर पनि भन्छ। यहाँ तपाईँले त्यहाँ तल देखिन्छ 2 को ख देखाएको छ नि, त्यो हिसाबले गर्दा तपाईँले 2 को ख नै राख्नु होला। कहिले अरू ठाउँको हेरेर छुट्टै फरक पनि हुनसक्छ। यहाँ चाहिँ दिइरहेको हुन्छ। अहिलेको यो लेटेस्ट पूर्जा हो, 2079 साल 5 मिनेट 21 गतेको चाहिँ यो लाल पूर्जा रहेको छ। तपाईँहरूको अब लाल पूर्जा कहिलेको हो त्यो चाहिँ तपाईँहरूले चाहिँ एकदमै तपाईँले ध्यान दिएर चाहिँ यो हेर्नुपर्ने हुन्छ। यहाँ चाहिँ मैले चाहिँ अहिले चाहिँ 2 को ख चाहिँ यहाँ गरेँ। त्यसपछि तपाईँको किता नम्बर भनेको छ, पार्सल नम्बर। किता नम्बर चाहिँ तपाईँले यहाँनिर दिएको हुन्छ। त्यसपछि तपाईँले यहाँ देख्न सक्नुहुन्छ यो किता नम्बर र खण्डे नम्बर भनेको छ। सिम्पली तपाईँले यहाँ माथिपट्टि यहाँ पढ्नुभयो भने विभिन्न कुराहरू छ कि लाल पूर्जामै धेरै कुराहरू दिएको छ। जस्तो जिल्ला गाविस नम्बर, वडा नम्बर, नक्सा सिट है, किता नम्बर, खण्डे नम्बर, विवरण, घर, आबादी इत्यादि। यदि घर छ कि छैन भन्ने पनि यहाँ तपाईँको देखाउँछ है। तपाईँको अहिले चाहिँ आवासीय कृषि के छ, जग्गाधनीको हक हिस्सा रहेको छ, एकलौटी हो कि संयुक्त हो के हो है, मोहीको नाम थर, विभिन्न कुरा छ। किसिम है, तनर खेत अब्बल भनेको छ। अनि क्षेत्रफल भनेको छ। यहाँ विभिन्न कुराहरू छ। अनि यहाँ चाहिँ कैफियत छ अथवा तपाईँको यहाँ प्रणित गर्ने दस्तखत चाहिँ तपाईँको हाकिम साहबले चाहिँ यहाँ प्रणित गर्ने चाहिँ अधिकारीले चाहिँ यहाँ साइन गर्नुहुन्छ। त्यसपछि वर्गमिटर रहेको छ यहाँ टोटल चाहिँ जग्गाको है। अब यो किताको लागि यो चाहिँ फर्स्ट किताको लागि चाहिँ फर्स्ट यहाँ रहेको छ भने दोस्रो किताको लागि यहाँ छ। यसरी टोटल भएको छ। र त्यसपछि आफ्नो किता नम्बर जस्तै 1341 राखेर तपाईँले यहाँ चाहिँ पेस्ट गर्न पर्ने हुन्छ। यदि तपाईँको चाहिँ अझै अरू किता पनि थप्न छ भने यहाँ प्लस गरेर तपाईँले अरू किता पनि यहाँ थप्न सक्नुहुन्छ। जस्तै 250 भयो अथवा धेरै किता हुनसक्छ है। त्यो हिसाबले तपाईँको यहाँ चाहिँ दिनपर्ने हुन्छ। जस्तै तपाईँको अब यहाँ पनि जस्तै तपाईँको अब हुनसक्छ अथवा यहाँ चाहिँ हुनसक्छ, विभिन्न कुरा हुन्छ। त्यसरी तपाईँले चाहिँ आफूले चाहेको हिसाबले यहाँ चाहिँ तपाईँले आफ्नो चाहिँ चुज गर्नु होला। गाविस, वडा नम्बर, त्यसपछि तपाईँको चाहिँ यहाँ नक्सा सिट नम्बर, त्यसपछि यहाँ चाहिँ त्यसरी गरेर तपाईँले यहाँ गर्न सक्नुहुन्छ। साथै त्यसपछि तपाईँले यहाँ चाहिँ अगाडि बढ्नको लागि चाहिँ पेस्ट गर्न सक्नुहुन्छ। अनि पेस्ट गरेपछि तपाईँलाई चाहिँ यहाँ जहाँसम्म लाग्छ ई सेवाहरू अथवा तपाईँको चाहिँ मोबाइल ब्याङ्किङ, करेन्ट आइपिएसहरू चाहिँ त्यस्तो खाले चाहिँ पेमेन्ट गेटवे है, पेमेन्ट गर्ने पैसाको लागि चाहिँ तपाईँलाई यहाँ चाहिँ क्युआरहरू दिएको हुनसक्छ। त्यहाँ तपाईँले पेमेन्ट गरेर अगाडि बढ्न सक्नुहुन्छ। र त्यसपछि आफ्नो चाहिँ डिटेलहरू चाहिँ तपाईँले चाहिँ त्यो चाहिँ स्टोर गरेर राख्न सक्नुहुन्छ। र यहाँ एउटा चाहिँ सानो नोटिस रहेको, साधारण प्रयोगकर्ता पुरा विवरणहरू पेश गरिसकेपछि दिएको मोबाइल ओटिपी कोड आउँछ र कार्यालयमा काम पुरा गरिसकेपछि समेत सोही मोबाइलको सूचना आउँछ भन्नुभएको छ है। तपाईँको चाहिँ एउटा ओटिपी आउँछ तपाईँको दिएको मोबाइलमा र त्यसपछि त्यही नै त्यसमै ओटिपी आएको हुन्छ र काम भइसकेपछि पनि त्यसमै जानकारी आउँछ है। यहाँ अर्को पनि भनेको छ नक्सा प्रिन्टको हकमा यो सूचना आएपछि ओटिपी प्रयोग गरी डिजिटल नक्सा डाउनलोड लिङ्कबाट 7 दिनसम्म डाउनलोड गरी प्रयोग गर्न सकिनेछ भनेको छ है। त्यसपछि साथसाथै रेखाङ्कनको हकमा पाएको पर्ने मिति छान्नको लागि
अर्को एसएमएस को प्रतीक्षा गर्नुहोस् भनेको छ है। यहाँ चाहिँ के भनेको छ भने नक्सा प्रिन्टको हकमा चाहिँ यो सूचना आएपछि ओटिपी प्रयोग गरी डिजिटल नक्सा डाउनलोड लिङ्कबाट 7 दिनसम्म चाहिँ डाउनलोड गरी प्रयोग गर्न सक्नुहुन्छ भनेको छ। जस्तै तपाईँले एकचोटि एप्लाई गरिसकेपछि त्यो उहाँहरूले चाहिँ सिस्टमबाट चाहिँ एउटा चाहिँ डाउनलोड लिङ्क चाहिँ प्रोभाइड गर्नुहुन्छ। त्यसमा चाहिँ तपाईँले चाहिँ त्यो 7 दिनसम्म चाहिँ तपाईँले चाहिँ डाउनलोड गरेर तपाईँले अनलाइनबाट अथवा तपाईँले एकचोटि पेमेन्ट गर्नु भएपछि चाहिँ यो युज गर्न पाइन्छ भनेको छ है। एकचोटि चाहिँ जस्तै तपाईँले अब 7 दिनपछि अथवा 15-20 दिनपछि अथवा 2-3 महिनापछि तपाईँको फेरि त्यही नक्सा त्यहीबाटै चाहनुहुन्छ भने त्यो चाहिँ मिलेन। यदि तपाईँ डाउनलोड गर्नु भएको छ राख्नु भएको छ भने त्यो मिल्यो र फेरि यस्तो पनि हुनसक्छ, के हुनसक्छ अर्को उपाय भनेको अथवा अर्को के पनि हुनसक्छ भन्दाखेरि तपाईँको नक्साहरू चाहिँ तपाईँको किताकाट भइराख्दाखेरि चाहिँ त्यो किताहरू चाहिँ टुक्रिरहेको हुनसक्छ अथवा तपाईँको नयाँ नयाँ लेटेस्ट बनिरहेको हुनसक्छ है। त्यो हिसाबले गर्दाखेरि चाहिँ तपाईँले चाहिँ यहाँ चाहिँ 7 दिनको लागि चाहिँ मान्ने हुन्छ, किनभने सर्भरको इस्यु होला, डाटा ब्याकअपको इस्यु होला, विभिन्न कुराहरू हुनसक्छ। 7 दिनसम्म चाहिँ अटो चाहिँ तपाईँले डिलिट हुने चाहिँ सिस्टम रहेको छ। त्यो हिसाबले गर्दा तपाईँले आफ्नो चाहिँ डाटा चाहिँ आफ्नो डकुमेन्ट चाहिँ स्ट्रङली तपाईँले चाहिँ त्यो कुरा चाहिँ सुरक्षित तपाईँले सुनिश्चित चाहिँ हजुर हुनुपर्ने कुरा गरिएको छ। र रेखाङ्कनको लागि चाहिँ जग्गा धनी अथवा तपाईँको चाहिँ जग्गा नाप जाँचको लागि रेखाङ्कको लागि चाहिँ पाएक मिति छान्नको लागि चाहिँ अर्को एसएमएस चाहिँ प्रतीक्षा गर्नुहोस् भने भनिएको रहेको छ। त सजिलो। अब कोही तेस्रो मान्छेलाई तपाईँले चाहिँ नक्सा निकाल्दिन अथवा तपाईँ लाइन बस्ने दिन गएको छ, यदि यो भिडियो तपाईँहरूको समय र पैसा बचायो भन्ने जस्तो लागेको छ भने एक लाइक गरिदिनु होला र आफ्नो साथीभाइ र परिवारमा पनि सेयर गर्नु होला ताकि उनीहरूले पनि दुःख नपाउन्। यस्तै उपयोगी टेक भिडियोको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। अर्को भिडियोमा चाँडै भेटौँला। जय नेपाल।